दाइ म जान्छु दाइ 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 म जान्छु त्यहाँ त्यहाँ तो भूत है तो भाइ म ठिकै छु म जान्छु हेर्नु तार्यो हुन्न कहाँ छन् त म देख्दिनै कोही पनि खै हेलो दर्शकबिन नमस्ते के छ आराम हुनुहुन्छ आशा छ पक्कै पनि आराम हुनुहुन्छ आराम हुनुहुन्न भने यो भिडियो नहेर्नुहोस् है किनभने यो भिडियो चाहिँ आज भूतको आउँदैछ गरेर आउँछ खतरा आउँदैछ सो गाइज भनिरहेको छु आराम हुनुहुन्न भने नहेर्नु पछाडिको मान्छेले त्यसो गरिरहेको छ ए पछाडि भूत अलिक अगाडि देखेन कि पछाडि उहाँ राजन भाइ चाहिँ भूत भनेर त्यहाँ डिक्कीमा छन् सो आज पनि हामीसँग भिडियोमा हुनुहुन्छ महोदय अत्यन्तै भाइरल मान्छे महोदय हुनुहुन्छ र महोदयसँग हुन्छ सबिना बन्जाडे र पछाडि छन् राजन भाइ र छबु बन्जाडे अनि यहाँ चाहिँ राजन के अरे हाम्रो महोदय भाइ र मैले चाहिँ त्यो अघिको भाइलाई फोन हान्छु हजुर कहाँ हो कहाँ बाटोमा ए ल ल ल ल ए देखेँ भाइ अगाडि हेर्ने रहेछ सबु लुक ऊ लगाइदियो कालो माथि ऊ लगाइदियो बाबु अगाडि भाइ रहेछ सुरज ला नि ल हुन्छ ल ओके ल ल बुर्दर ल ओके मेरो नम्बर दाइ देस नम्बर मसँग छ कहाँ भाइ बस्ने हो के नाम भाइको अविनाश अधिकारी के गर्नुहुन्छ पढ्छु सँगसँगै ए पढ्ने हो कतिमा सँगै हो सबै पढाइ हो ए खानपिन भयो अहिले 10 पैसाको राख्थ्यो हुन्न यता सुत्ने बेलामा फेरि त सुरजले फेरि त ल्याइदिन भनेर म पनि घर जान लाएको थिएँ त्यहाँदेखि त्यो सुरजले भनेर त सानो सिरियलको त्यसमा त ऊ छ अरे के अब एपिसोड हाल्ने अरे नयाँ अन्त के छ अरे यहाँ यत्नै म ल्याइहाल्छु भाइ यत्नै एकैछिन आएँ है अफिसबाट ल्याइहालेँ मैले अनि बस्नु म लिएर आउँछु पहिला पिसाब गर्छु अनि लिएर आउँछु है खोल्दिन के गराले कोसर हुन्छ नि यार के गरा उनी बजारे मान्छे त छैन अरे म रास डरला लोक गरे अन्त बुढाले त है त्यो ढोकन राख्छ यो सायद ए गर्थे दाइ 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 म जान्छु दाइ 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 म जान्छु के भयो भाइ दाइ हेर्दै नि उसलाई गयो नि म देख्दिनँ यी दुईटा त्यहाँ कहाँ दुईटा त्यत्रो कपाल पालेको सेती कपाल लागेको हेर्नु दुईजना खान एउटा केटी एउटा केटी कहाँ छन् त्यतिकै भन्छ यार तिमीले दाइ यार म जान्छु दाइ दाइ म जान्छु सक्नु देख्यौ के हो दाइ होइन दाइ म गएँ दाइ म जान्छु सक्नु देख्यौ के हो दाइ होइन दाइ म गएँ खोलिदिनु यो खोलिदिनु म जान्छु हुन्न कहाँ छन् त म देख्दिनै कोही पनि खै दाइ एकदिन हेर्दै एउटा यहाँ त्यहाँ बसेछ म जान्छु दाइ दाइ म जान्छु हेर्नु कहाँ छन् ती त्यत्रो सेतो लाएर बसेछ त्यो यो केटी हेर्नु त यो गयो दाइ म गएँ खोलिदिनु दाइ कहाँ छन् यार भाइ यार त्यसै तिमी नभएको कुरा नगर यार ठिकै दाइ सपना देख्यौ के हो रातिमा यार नभएका कुरा नगर न यार त म कार्ड ल्याइदिन आएको मान्छे कहाँ त्यसै यार यस्तो कुरा गर्छ कहाँ छ म टाइम रह म त भूत हेर्नु त
कहाँ छ फेरि दोकानमा भूत हुन्छन् भाइ यस्ता पढ्ने मान्छेले यस्ता कुरा गर्छन् भाइ नभए कुरा नगरेर के भाइ कहाँ भूत छ नि यार पढ्ने मान्छे यस्तो कुरा मलाई ताने यतै म जान्छु खोलिदिनु पढ्ने मान्छे नि यस्तो कुरा स्वप्न देख्यो कि भाइ ज्वरो होइन भाइ म ठिकै छु म जान्छु हेर्नु तान्यो आयो फेरि भाइ बिमारी थियो र भाइ म जान्छु दाइ हेर्दै यी कि दाइ म जान्छु यहाँ भूत छन् कि दाइ म जान्छु खोलिदिनु यो खोलिदिनु हेर्दै भूती म जान्छु दाइ जान्छु खोल्नु यो खोलिदिनु ढोका लक भयो त यो खोलिदिनु कि म जान्छु होइन कि यार भाइ यहाँ सुन त आफूले मजाक गरेर थियौँ फेरि भूत होइन के ओइ उता भूत उता कोन दिने फेरि भूत कोन दिने फेरि भूत सबले मजाक गरेर थियौँ भाइ भूत होइन दाइ यार यस्तो मजाक नगर्ने झन्डै ओ भूत चाहिँ टोक्लियो यहाँ चाहिँ यहाँ थाहा दाइ यहाँ मुटु झन्डै बाहिर हातैमा हेर्नु त यहाँ धर्कियो छ यार मुटु त्यसलाई ज्वरो आएको मलाई जिन्दगी यहाँ बाहिर निलिन्न म रातिमा भाइ नचला क्या भाइ यो खोलिदिनु म छोडिदिनु म जान्छु खास चाहिँ यो हामीले चाहिँ यो सुरज पनि मिलेर यो प्राङ गरेको यस्तै भाइलाई गरौँ भन्न त अघिको भाइ दिने ऊ के अरे अघिको भाइको नाम ज्ञानचन्द्र त्यसलाई पनि जाने ज्ञानचन्द्र भाइले पनि ज्ञानचन्द्र भाइलाई पहिला हामीले प्राङ गऱ्यौँ अनि तिनले फेरि मेरो साथीलाई पनि गर्नुहोस् म मात्र किन डराउने भन्न चाहिँ खास प्लान ज्ञानचन्द्र भाइको पनि हो होइन हामी यसरी मिलेर प्राङ गर्थ्यौँ भाइ यो हामी प्राङ गर्छौँ मेरो नाम चाहिँ सागर खड्का हो भाइलाई एउटा गिफ्ट दिउँ त्यो गिफ्ट दिउँ एउटा गिफ्ट दिउँ खास चाहिँ यो भूत हुन्न हुन पनि सक्छन् फेरि थाहा छैन है ख्याल चाहिँ गर बाहिर हिँड्ने बेला हुन त भगवानको पनि एउटा आस्था हुन्छ होइन देखेका त छैन नि त भूत पनि मान्छेले अब हुन्छन् पनि भन्छन् हुन्नन् पनि भन्छन् ए महोदयजी अब त्यो चाहिँ हामीले एउटा आस्था छ मान्छेको हरेकैमा होइन अब कतिले यही भूत प्रेत हुन्छन् भनेर कुनै चिजको संरक्षण भएको कोही ठाउँ फेरि भूत प्रेत हुन्नन् केही पनि होइन भन्ने कुरा पनि हुन्छ सो आफ्नो आत्मबल बलियो बनाएर अगाडि बढ्नुपर्छ भाइलाई चाहिँ एउटा गिफ्ट दिउँ कहिले हुन्छ गिफ्ट भूतको त ल भूत दाजु तपाईँको लागि चाहिँ गिफ्टको लागि थ्याङ्क यू भाइ यो चाहिँ अब यो भिडियो चाहिँ यस प्राङ नेपालमा आउँछ यसमा यो भित्र हाम्रो आइडी छ होइन अनि एउटा चाहिँ सम्झना भयो जे भाइ पनि है सो गाइज एउटा यो भाइसँग एउटा प्राङ गरेको थियौँ भाइ चाहिँ एकछिन लास्टै डराएको थियो बिचरा तर भाइ चाहिँ डराउनु चाहिँ हुन्न खास भूत चाहिँ हुन्नन् पनि भन्छन् होइन तर भन्ने मान्छेले चाहिँ भने त हामीलाई पनि मैले पहिला भूत हुन्न भन्छु अनि बुढा पुरानो कुरा सुन्छु नि राति आफूलाई डर लाग्छ कहिले हो कि भन्ने हुन्छ एक्लै हिँड्ने बेलामा सो महोदयजी के भन्नु चाहिँ विषयमा यो विषयमा एकदमै रमाइलो भयो रोचक भयो साथीमा भूत राखेर बस्नु त तपाईँ त के हो यार महोदयको बुच्ची त नजिकको नातो देखियो सो गाइज यसलाई पनि छुट्छौँ बाई बाई अर्को भिडियोमा फेरि भेट्ने छ भिडियो कस्तो लाग्यो सलासको छोटो प्रतिक्रिया कमेन्टमा राखिदिनुहोस् अर्को भिडियो नआउन्जेलसम्म चाहिँ टिल वाट एभर यु वान्ट टु डु किप लभिङ एन्ड किप लभिङ दुइटा चिज सँगै भएपछि केही चिजको कमी हुन्न सो गाइज बाई ल छुटाउँ ल गाइज बाई